के हजुरहरूलाई थाहा छ मानव सभ्यताको क्रान्तिकारी आविष्कार भनेर केलाई बुझ्न सकिन्छ? त्यो तपाईँ हामीले दैनिक रूपमा प्रयोग गरिरहेको मोबाइल फोन र ल्यापटप भित्र पाइन्छ। त्यो हो विद्युतीय दिमाग अर्थात् प्रोसेसर। यो बनाउनलाई बालुवाको प्रयोग गरिन्छ। तपाईँ हामीले देखिराखेको ट्र्याक्टरको बालुवा होइन, यो अति शुद्ध बालुवा हुन्छ। यो बालुवा सेतो र निकै चम्किलो हुन्छ। तर पनि यो बालुवा प्रोसेसर बन्नको लागि थुप्रै चरणबाट गुज्रिनु पर्छ। सर्वप्रथम बालुवामा रहेको सिलिकन डाइअक्साइडलाई शुद्धिकरण प्रक्रियाबाट सिलिकनमा कन्भर्ट गरिन्छ। त्यो सिलिकन इलेक्ट्रोनिक ग्रेड सिलिकन हुनुपर्छ जसमा विद्युत प्रवाह हुन्छ। त्यसपछि यसलाई पग्लाइन्छ र चिसाएर ठूला क्रिस्टलहरूमा परिणत गरिन्छ र फेरि पातला टुक्राहरूमा काटिन्छ र ती टुक्राहरूमा चाहिएको तत्त्व जस्तै फस्फरस बोरन मिसाएर फोटोलिथोग्राफी प्रोसेसबाट हजारौं लाखौं ट्रान्जिस्टरहरू बनाइन्छ र अन्त्यमा बनेका वेफरहरूलाई मिलाएर प्रोसेसरको निर्माण हुन्छ। आश्चर्य त यो छ कि यस्ता प्रोसेसर बनाउने प्रयोगशालाहरू अत्यन्त सफा हुन्छन्। भन्नुको मतलब निकै सफा हस्पिटल भन्दा पनि 100 देखि 1000 गुणा सफा हुन्छन्। अन्त्यमा यस्तै प्रकारका विज्ञान सम्बन्धी भिडियोहरू हेर्न चाहनुहुन्छ भने लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब गरिदिनु होला।